आजका गवाईहरू तयारी गर्नुहुने महान जगतका मालिक परमेश्वर परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद। यसु मसीहको नाउँमा एक ताली वचनको लागि स्वागत गरौँ। पिता, हजुरको शक्ति महान छ। त्यही शक्तिले आज तपाईँ हामी बाँच्न पाएका छौँ र खुसियाली मनाउन पाएका छौँ। पिता परमेश्वर, तपाईँलाई धन्यवाद। यसु मसीहको नाउँमा आज परमेश्वरका शब्दले पाएको जीवन, परमात्माका वचनको शब्दले जसरी एक इटाले एउटा घर निर्माण हुन्छ, त्यस्तै परमेश्वरका शब्द, परमेश्वरका वचनले आज तपाईँ हाम्रो जीवन निर्माण गराउनु भयो। पिता, यसको लागि पनि धन्यवाद। यसो मसीहको नाउँमा सबैको जीवनमा गवाईले भन्नुभएको छ, यसको लागि धन्यवाद। सबैको जिन्दगीमा गवाई नै गवाई पिता परमेश्वरले कोसेली दिनुभएको छ, उपहार दिनुभएको छ, महिमा दिनुभएको छ, चङ्गाई दिनुभएको छ। यसको लागि धन्यवाद गर्छु। जगतका मालिक परमेश्वर हजुरलाई यसो मसीहको नाउँमा परमात्माले यस्ता गवाई र वचनहरू दिनुभयो। दिन प्रतिदिन परमात्माले नयाँ गवाईहरू सबैको जीवनमा पस्केर दिनुभएको छ। नयाँ वचन, नयाँ गवाईहरू आज जिन्दगीमा गवाई नै गवाई, जसको जीवनमा हेऱ्यो गवाई नै गवाई। त्यही गवाईले नै हजुर हामी सबैलाई झन् धेरै दबाई भएको छ। दबाईको रूपमा आज ईश्वर पिता परमेश्वरले हामीलाई दिनुभयो। धन्यवाद गर्छु परमपिता परमेश्वर यसो मसीहको नाउँमा। हितोपदेश 3:1 परमात्मा हामीलाई बताउनुहुन्छ, हे मेरो छोरो, मेरो शिक्षालाई नभुल। आज हामी शिक्षामा जुटेका छौँ, परम ईश्वरको शिक्षामा, परमेश्वरको वचनमा, परमेश्वरको महिमामा। परमेश्वरले हामीलाई वचन दिइरहनु भएको छ। उहाँको वचनमा, उहाँको राज्यमा, उहाँद्वारा उद्धार पाउन, उहाँद्वारा सुख र शान्ति पाउन आज हजुर हामी जुटिराखेका छौँ। परम ईश्वरले हामीले जुटाइरहनु भएको छ अनि कुरा बुझाइरहनु भएको छ, दिइरहनु भएको छ। सबै कामहरूमा, सबैको जीवनमा आशीर्वाद, चङ्गाई दिइरहनु भएको छ, दिइरहनु हुनेछ। यसको लागि पनि धन्यवाद गर्छु परमेश्वर हजुरलाई। यसो मसीहको नाउँमा, हे मेरो छोरो, मेरो शिक्षालाई नभुल, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख। मेरो शिक्षालाई नभुल। अनि मैले जुन आज्ञाहरू दिएको छु, मैले जे गर भनेको छु तिमीलाई, ती कामहरू चाहिँ तिमी आत्मामा राखेर गर्दै जाऊ। मैले अराएको कामहरू, मेरा वचनको साथमा आएका कुराहरू, तिमी ती काममा चाहिँ अगाडि बढ्दै जाऊ, विश्वास गर्दै जाऊ, अन्य भाषा गर्दै जाऊ, उत्साहित हुँदै जाऊ, शिक्षा हृदयमा राख्दै जाऊ। आफ्नो विवेकलाई पनि वचनको अधीनमा राख र तिम्रो उद्धार हुनेछ। परम ईश्वरले वचन घोषणा गर्नुभएको छ हामीलाई, होइन? त्यसै कारणका परम ईश्वर हामीलाई बताउनुहुन्छ, आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख, किनभने तिनले तँलाई दीर्घायु बनाउनेछ। जब वचन हृदयमा राख्छौँ, जब परमेश्वरले गर भनेको कामहरू हृदयमा राख्छौँ, उहाँले जसरी चल भन्नुभएको छ हामी त्यसै गरी चल्छौँ। जुन काम गर भन्नुभएको छ त्यही काम गर्छौँ। जसरी माग भन्नुभएको छ त्यसै गरी ती कुराहरू माग्दै गएर परमेश्वरको वचनमा ध्यान दिएर वचनलाई जीवन बनाएपछि तँलाई दीर्घायु बनाउनेछुको अर्थ तेरो आयु पनि मैले थपिदिनेछु। आज परम ईश्वरले हामीहरू सबैको आयु थपिदिनु भएको छ। परमात्माले, परमेश्वरको शक्तिले कतिको आयु शैतानले घटाएको थियो होला, कतिलाई मर्ने डेट दिएको थियो होला, त्यही मध्ये म पनि थिएँ। हातमा डेट लिएर बसेको थिएँ, तर आज ईश्वरले ती डेटहरूलाई सबै क्यान्सल गराइदिनु भयो र आयु हारिदिनु भयो। परमेश्वरले, परमात्माले उहाँको राज्यको लागि, उहाँको वचनको लागि, उहाँको उद्धारको लागि, उहाँको राज्य बढाउनको लागि परमेश्वरले आयुहरू बढाएर राख्नुभयो। सबै कुरामा ज्ञान र बुद्धि दिनुभयो।
सबै कुरामा अब्बल शक्तिशाली बनाउनु भयो। परमेश्वर तपाईँलाई धन्यवाद यसु मसीहको नाममा। यहीँमाथि कति दुःख लिएर बस्नुभएको थियो होला, कति पीडामा बस्नुभएको थियो होला, कति अशान्तिमा बस्नुभएको थियो होला। आज गवाहीहरू हामीले सुन्यौँ होइन, कति दुःखमा कति कष्टमा शैतानले पारेको थियो।